साथियों नमस्कार नमस्कार है। आज यो 2081 सालको अन्तिम महिनाको अन्तिम दिन हो र आज यो हाम्रो सुन्दर गाउँबाट स्वागत छ तपाईलाई। अब बिहानको 10 बजेर 25 मिनट भयो। अब घाँस काट्न जानु छ। दैनिक काम त गर्नै पर्यो है। दैनिक काम घाँस काट्न निक्लिन्छौँ। तापक्रम हल्का बढ्दैछ। अब तातो तातो हुँदैछ। हेर्नु साथी है, त्यो अस्ति नै रोपेका मकै यत्रा भए। त्यो मकै यत्रा भए है। प्रकृतिसँग रमन बडा आनन्द आउँछ। चराहरू कराएका छन्। मेवा यत्रो भयो। पाक्दैछ यस। कालो छ यो घाँस पनि। अब अस्ति नै सुक्ने थियो, अन्तिम भएको थियो। अहिले बल्ल हल्का पानी आएर फेरि हरियाली भए। यस्तै छ साथी है गाउँको है। गाउँमा रमाइलो हुन्छ बस्न, सबै आनन्द हुन्छ। त्यही हो, अलि कामको दुःख हुन्छ। काम गर्नुपर्छ, काम नगरिकन खान पाइँदैन। काम पनि अलि दुखी काम हुन्छ कि, अप्ठ्यारो हार्ड वर्क बढी गर्न पर्यो। पशुको लागि राम्रो घाँस थियो यो, एकदमै भिटामिन मिनरलहरुको स्रोतवाला घाँस हो यो। यो घाँसलाई निपियर भन्छ। यो निपियर हो। यो बर्सिम, यो चरी घाँस हो, बजडा। यो बर्खामा हुन्छ यो घाँस। अब यो 4-5 चोटि काट्न मिल्छ। धेरै राम्रो खालको घाँस हो यो। मकै त त्यस्तै भइहाल्यो। ती मकै त्यस्तो छ। कालो छ, राम्रो फल लाग्छ। अस्ति नैको त्यो फुलेको सिमल थियो नि साथी, सिमलले फल लगाइरहेको छ। यसबाट कटन निक्लिन्छ। त्यो डल्ला डल्ला फल छ नि, त्यो कपास कटन भन्छ त्यसबाट। यस्तो लामो लामो फल लागिरहेको छ। तातो छ साथी, एकदम तातो हो। अब घाँस काट्ने, घाँस काटेर पशुलाई घाँस खिलाउने। त्यसपछि हाम्रो भान्जा आउनु भयो। आज भान्जी पनि पुरा रेडी भएर दौड्नु भएको त यार। के छ भान्जा खबर? नमस्कार नमस्कार। नमस्ते, सन्चै हुनुहुन्छ? के छ त भान्जा, यो जेनीको खबर के छ? यो हाम्रो जेनी कुकुर हो यो है। ट्याक्क जेनी कुकुर। ल साथी हो, अहिलेलाई बाई है। अर्को भिडियोमा फेरि भेटौँला।